सेल्फी विथ डटर। यो अभियान सन् 2015 मा भारतबाट सुरु भएको र नेपालमा भने यो अभियान सन् 2021 मे 10 मा औपचारिक रूपमा नेपाल इन्टरनेट फाउन्डेसनद्वारा सुरु गरिएको थियो। अभियानको मुख्य उद्देश्य महिला सशक्तिकरणलाई प्रवर्धन गर्नु र पुरुष र महिला बीचको समानतालाई प्रोत्साहित गर्नु हो। नेपालको ग्रामीण तथा शहरी क्षेत्रहरूमा अझै पनि छाउपडी, बालविवाह र महिलामाथिका हिंसा जस्ता सामाजिक कुप्रथाहरू कायम नै छन्। यस्ता कुप्रथाहरूले महिलाहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्नमा बाधा पुर्याउँछ। यस्ता समस्याबाट मुक्त गराउन र महिलाहरूले आफ्नो हक अधिकारका लागि आवाज उठाउन प्रेरित गर्न यो अभियान एक महत्त्वपूर्ण कदम साबित भएको छ। नेपाल इन्टरनेट फाउन्डेसनले सञ्चालन गरेको यो 1 महिनाको अभियानमा देशभरका आमा बुवाहरूले आफ्नो छोरीसँगको तस्बिर खिची सामाजिक सञ्जालमा #selfie-with-daughter साझा गरे। यसरी तस्बिरहरू पोस्ट गरेर आमा बुवाहरूले छोरीप्रतिको माया, गर्व र समर्थन देखाए, जसले गर्दा समाजमा सकारात्मक सन्देश दिन्छ। अभियानलाई अझ प्रेरणादायी बनाउन बेस्ट सेल्फीहरूलाई पुरस्कारद्वारा सम्मानित गरिएको थियो। यो अभियान विशेष गरी युवती र किशोरीहरूलाई आफ्नो हक, अधिकार र सुरक्षाका लागि खुल्ला रूपमा आवाज उठाउन हौसला प्रदान गर्यो। महिला सशक्तिकरणको क्षेत्रमा नेपाल इन्टरनेट फाउन्डेसनले खेलेको भूमिका प्रशंसनीय छ।